गाइज के छौ नमस्ते दर्शन नमस्ते फ्यापुल्ला फाइनली के छ तपाईहरुको खबर मेरो चाहिँ यस्तै छ है गाइज म चाहिँ यसो डाँडातिर हावा खाँदै बसेको अनि आज चाहिँ यसो मौसम पनि धुम्म छ अनि यसरी नै डाँडातिर बसेको हावा खाँदै केही छैन यार अनि यहाँ चाहिँ यस्तो छ मौसम चाहिँ आज त्यो छ मौसम चाहिँ बादल वर्षा अनुहार पनि यसको त यस्तो छ है चाहिँ यस्तै छ है गाइज अनि आज चाहिँ यहाँबाट बाटो खन्नु पर्यो भन्ने कुरा गरेको यो मेन यो श्यामशिला चोकबाट आउने बाटो अनि यो चाहिँ उता जाने तलतिर आमतेकतिर जाने बाटो अनि यहाँबाट चाहिँ मेरो घरतिर जाने बाटो खनौँ कि भनेर बसिरहेको यो भतिजीहरूको पारा भल चाहिँ बिग्रेला भन्थ्यो कताको के को भल भनेको छ तिनीहरू खोइ कुन भल भन्छ त्यही त भने हैन बाटो खोलेर हामी त्यो छेउपट्टि त भल बनाइदिए भित्रपट्टि काठमा बनाइन्छ भित्र गाडापट्टि बनाइदिए यहाँ त रोड गाडी कुद्छ अनि अनि मैले भल त भित्रबाट बनाएको भल लगाएर हाम्रो बढाउ ऊ आइसक्यो डोजर आयो त हामीले त यहाँबाट भन्छौँ अहिले के भन्छन् उहाँ घरपेटीले यताबाट ट्याक्क यसरी स्वाट लानुपर्छ यसरी कस्तो यो चिलाउने ग्रुप खडा आइसक्यो हत्तै लाने त्यो आँसु चाहिँ आइहालेको हुन्थ्यो बाटो देखाउनु पर्यो डाङडुङ खनी पो हाल्नु त